Hello guys, I'm making this video about what could be Nepal football career in the future by seeing the past to future. What should be happen हैन अब यो के चाहिँ हुन्छ त नेपालको फुटबल अब के राम्रो हुन्छ कि प्रगति हुन्छ कि अब अहिले जस्तो छ नेपाल त्यस्तैमा जान्छ तपाईहरुलाई थाहा छ भने अब यो पहिलाको समयमा हेर्ने हो भने चाहिँ नेपालले विभिन्न क्लब अर्गनाइज गराएको थियो धेरै कपहरु पनि जितेको नेपालले नेसनलमा चाहिँ साफको पनि छ तर अहिले त तपाईहरुलाई थाहा फिफाले ब्यान्ड लगाइदियो नेपाललाई के अब यो फिफाले ब्यान्ड हटाउला त नेपालमाथिको त्यही कुराहरु आज गरौँ है त अनि यो भिडियो हेर्ने कतिजना चाहिँ फुटबलर हो त्यो पनि भन्नुस् म आफै पनि एउटा नर्मल प्लेयर हो अब नेसनल खेल्ने त अब त्यही भइहाल्यो त्यही अब सानो लोकल गेमहरु खेल्यो फुटबल टुर्नामेन्टहरु खेल्यो अनि बसिरहेको छु अब म केला हैन नेपालमा अब फुटबल करियर भनेको हैन तीन तरिकाले मात्र सुध्रिन्छ के एउटा अब खेलकुद परिषदमा एउटा राम्रो मान्छे आउनु पर्यो हैन गेम प्रति एकदमै माया भावना भएको मान्छेहरु चाहिन्छ नत्र त अब यस्तै हुने नेपालको करियर डुब्छ अनि मेलाई भने अर्को सेकेन्ड कोच भने नेपालको लागि दामी कोच चाहियो के जस्तै इन्टरनेशनल कोचहरु बोलाएर कामै हैन के नेपालमा अब हेर्नु अब इन्डिया अब 2030 मा क्वालिफाई होला वर्ल्ड कपमा नेपालको करियर त अब त्यस्तै हो भन्छ अब आउने 10-12 वर्षमा नेपालको करियर चाहिँ राम्रो हुँदैन है इन्डिया क्वालिफाई हुन्छ होला अब हुन्छ नि त किन भन्नु तर रञ्जित बजाज जस्तो कोच भइसकेपछि अब नेपाल इन्डियालाई के चाहिँ चाहिन्छ के अब उज्बेकिस्तान अस्ति भर्खर क्वालिफाई भयो नेपाल भन्दा तल्लो र्याङ्कको टिम थियो त्यो अहिले नेपाल कति 183 नम्बरमा छ के फुटबल र्याङ्किङमा कति सम्म चाहिँ गिरेछ त नेपालको कति सम्म चाहिँ झरेछ र्याङ्किङ के नेपालको त्यत्रो 100 तर ठिकै हो अब राम्ररी ध्यान पनि दिदैनन् खेलकुदलाई अब हेर्नु क्रिकेट अहिले कहाँ माथि पुग्यो नेपालको फुटबल लेभललाई पनि क्रिकेट जसरी नै हेर्ने हो भने नि हैन फुटबल पनि त्यति नै माथि जान्छ के केटीहरुलाई नै हेर्नु कति खेल्नु भयो त्यो र साम्बालाई हेर्नु अब नेसनल खेल्न पाउँदैन अब एनफै ब्यान भयो अब आफ्नै देश फर्केर आइसकिन तपाईहरुले लाग्न सक्ला के अब यसलाई पनि फुटबल खेल्न आउँदैन के भुगिराको भनेर हैन म तपाईहरुलाई अब यो आउने सटरडे र सन्डे हाम्रो टुर्नामेन्ट हुँदैछ फुटबलको म तपाईलाई त्यो हैन युट्युबमा म फुल भिडियो हाल्छु हेर्नु मेरो गेम प्ले कस्तो छ हाम्रो टिम कस्तो छ अपोनेन्ट कस्तो छ भनेर नेपालबाट निकाल्ने हो भने नि राम्रो करियर नेपालमा बन्यो भने नि नेपालमा 100-200 वटा रोनाल्डो मेसी निस्किन्छन् के त्यो बाहिरको प्लेयरहरु त्यो हेरे कामै हैन नेपालमै छन् अब नेपालमा फुटबल खेल्न तपाईलाई के हुनुपर्छ एउटा पैसा हुनुपर्छ दोस्रो पावर हुनुपर्छ चिना मान्छेहरु अनि तेस्रो आर्मी पुलिस क्लबहरु जोइन गर्ने त्यहीबाट खेल्दिने यस्तै ताल हो भने नेपालको फुटबल करियर अब हेर्नु बन्दैन त्यो म पनि के भन्नु अब त्यो त्यही हो म पनि भर्खर त अब 14-15 वर्ष पुग्दै छु अब आफू पनि के हो भने अब करियर बनाउँछु भने फुटबल खेल्छु म पनि हैन 14-15 वर्षमा फुटबल खेलिरहेको छु अब धेरै जस्तो हैन अब काम पनि गर्नु पछि गएर अब फुटबलै अब नेपालमा भएन भने त के चाहिँ गर्नु छ र त्यही घरमै बस्ने खाने त्यस्तै हो त्यही भएर अब चाहिँ एउटा के सोच छ भने हैन हाम्रो देशमा पनि फुटबल विकसित भइदा भए हुन्थ्यो के बाहिरको देश जस्तै अहिले इन्डियाको अन्डर 15 टिम मिनर्भा एफसी कुन लेभलमा छ के अहिले त्यो अहिले मिनर्भा एफसी को लेभल यहाँ माथि छ के यहाँ माथि नर्वे जस्तो टिमलाई 19 हान्दैछ इंग्ल्यान्डलाई 12-13 हान्दैछ ब्राजिललाई 2-1 ले हराइदिएछ फाइनलमा नेपालमा पनि त्यसै नै गर्ने हो भने नि 77 वटा जिल्लाबाट नि त्यो 77 बाट एउटा प्लेयर छानेर ल्यायो भने पनि मेसी नेमार भन्दा दामी हुन्छन् के तिनीहरु नेपालमा करियर बनाउने हो भने हेर्नु कि त देशै छोड्नु पर्ने भयो जस्तै अहिलेको एउटा केटा भाइरल छ है आर्सेनलमा जोइन गरेको भनेर अनि नेपालीहरुले प्राउड फिल गर्दै के भन्छन् भने पोस्ट हाल्छन् के द नेपाली वान्ट टु मेक अ ब्राइट फ्युचर इन इंग्ल्यान्ड भनेर
त्यो जहाँ एउटा केटा जुन नेपालमा छँदै छैन त्यो नेपालमा बसेकै छैन त्यो मान्छेले नेपाली भनेर अब कम्पेयर गरिरहन् के तिनीहरू खेलाइदेऊ न नेपालमा नि करियर बन्छ क्या खेल्ने हो भने खेल्न दिनु पर्यो छोराछोरीमाथि भरोसा हुनु पर्यो आफ्नो देशको प्लेयरहरूमाथि भरोसा हुनु पर्यो करप्सन हुनु भएन अब अस्ति यहाँ इन्डियामा कांग्रेस जनता पार्टी बन्यो नि नेपालमा नि अब फुटबल गेम जनता पार्टी बनाउनु पर्ने हो कि स्पोर्ट जनता पार्टी अनि स्पोर्टको करप्सनको एगेन्स्टमा पनि आवाज उठाउन सक्नु पर्यो के अब एन्फा ब्यान्ड भयो अब यस्तै तालो हुँदा नेपाल अब फुटबल नखेल्दा नि हुन्छ त्यही हो के अब फिफाले ब्यान्ड कहिले हटाउँछ के हटाउन सक्ने चान्स कहिले छ त्यो चाहिँ थाहा भएन हैन तर नेपालमा अब यस्तो तालले चाहिँ कहिले बन्दैन करियर त्यहाँ प्लिज कमेन्ट डाउन फर सेकेन्ड पार्ट हैन यो चाहिँ फर्स्ट पार्ट हो मैले आफैले अब बनाएको कस्तो हुन्छ त्यो राम्रो लाइक गरिदिनुस् फर्स्ट ट्राई हो मेरो यो त्यही भएर अब अनि यो म एउटा मेरो भिडियोको सर्ट क्लिप हाल्दिन्छु है त तपाईहरुलाई हुन्छ हेर्नुस् त्यो क्लिप कस्तो छ अनि त्यहाँने मैले हाने एउटा ब्याङ्गर गोल छ मैले 5 साइडमा पोस्टबाटै दिएको थिएँ आफ्नै पोस्टबाट अपोनेन्टको पोस्टमा गोल हाने थिएँ के त्यो भिडियो मैले बनाएर हालेको छु मेरो युट्युबको सर्ट भिडियोमा पनि छ त्यो हेर्नेमा म यही लङ भिडियोमा त्यसलाई हाल्दिन्छु अनि हेर्नुस् सटरडे र सन्डे पार्ट 2 हुन्छ त्यो चाहिँ त्यसको लागि तपाई एक्साइटेड हुन्छ कि हुन्न त्यो पनि कमेन्ट गर्नुस् अनि सब्स्क्राइब गर्नुस् है त मलाई ल धन्यवाद।